डायग्राममा भेट्छौ सर्किट डायग्रामहरु त्यो डायग्राममा ट्रान्जिस्टरलाई यसरी देखाइदिएको हुन्छ अहिले म एउटा प्रोजेक्ट दिन्छु मसँग यहाँ पेपरमा ल्याएको छु 500 वटा यो प्रोजेक्टमा पनि ट्रान्जिस्टर छ बिचमा ट्रान्जिस्टरमा यस्तो खालको सिम्बल दिएको हुँदैन क्या यस्तो यहाँ नै यो कुन चाहिँ ट्रान्जिस्टर थाहा छैन यसको नाम दिएको छैन एक नम्बरमा हाम्रो 2n22 को एक नम्बरको पिनमा हुन्छ के भन एक नम्बरमा इमिटर हुन्छ कतिको भ्याउँछ भ्याउँदैन दुई नम्बरमा बेस तीन नम्बरमा कलेक्टर नाम त याद गरेछ नि अस्ति एकचोटि सिकाउँदा डायोडलाई डाइनामा भनेको यति भएर पक्कै जा कुनै पनि सर्किट डायग्राममा कलेक्टर बेस इमिटर तिमीलाई देखाउँदैन किन देखाउँदैन तिमीलाई थाहा छ यो के हो बेस यो आफैलाई थाहा हुन्छ यो एमिटर यो कलेक्टर यो के हो एलईडी लाइट डायोड हो तर लाइट इमिटिङ डायोड हो यहाँ एरो निस्किरहेको छ यो भनेको यसले प्रकाश निकाल्छ भनेको भनेपछि यसको यतापट्टि प्लस हुन्छ कि माइनस हुन्छ भनेको छु प्लस हुन्छ अघि देखाइदिएको छ प्लस माइनस छुट्याउने त्यो हेरेर चिन्ह पनि सिकाएको छु यो के हो रेजिस्टर कति भ्यालुको रेजिस्टर 1 किलो ओम को 1 किलोको रेजिस्टर 1 किलोको भ्यालु कलर कोडिङ अहिले दिनमा अप्ठ्यारो पर्यो भने 1 भनेको ब्राउन हो ब्राउन प्लस ब्ल्याक प्लस रेड यसरी लेख्छ है ब्राउन भनेको 1 ब्ल्याक भनेको 0 रेड भनेको दुईटा 0 1000 ओहम बराबर 1 किलो डायग्राममा ट्रान्जिस्टर यो अनि डायग्राम त्यो त रियलमा हो त हाम्रो सर्किट डायग्राम पेपरमा चाहिँ कुन हो ट्रान्जिस्टर जताबाट घुमाउँदा नि त्यही त हो नि ट्रान्जिस्टर कुन हो पेपरमा चाहिँ कहाँ छ ट्रान्जिस्टर ल तिम्रो खेल आयो ल तिम्रो भन त के बन्दैछ मोइस्चर सेन्सर अनि सक्सेस भयो चेक गर्न लाग्यो लु यहाँ देखाउ त मलाई लु कम्पोनेन्टको नाम भन लु डायग्राममा चाहिँ यो डिभाइस हटाउन डायग्राममा भन लु कुन कुन के हो डायग्राममा यो ट्रान्जिस्टर हो यो रेजिस्टर हो अनि यो एलईडी लाइट इमिटिङ डायोड हो ट्रान्जिस्टरको पिन आउट कसरी चिन्ने नेटमा सर्च गरेर पनि थाहा पाउन सकिन्छ कुन कुन त्यहाँ चाहिँ के गरी चिन्ने यहाँ यो चाहिँ बेस हो यो इमिटर कलेक्टर हो यो चाहिँ एमिटर हो खोइ डिभाइसहरू त्यहाँ चिनाउनु त्यहाँ पार्ट्सहरू चिनाउनु सर यो ट्रान्जिस्टर हो ट्रान्जिस्टरको यहाँ तीनटा खुट्टा छ अब यो पहिलो चाहिँ एमिटर हो यो बेस हो अनि यो कलेक्टर हो अनि यहाँ चाहिँ एउटा एलईडी लाइट जोडेको छ अनि यो एउटा रेजिस्टर हो रेजिस्टरलाई चाहिँ पोजिटिभ एनर्जीसँग जोडेको छ अनि यो ट्रान्जिस्टरको बेसलाई चाहिँ त्यो एनर्जीको नेगेटिभ ट्रान्जिस्टरको बेसलाई नेगेटिभमा किन जोडेको तिमीले डायग्राममा छ हेर्नु जस्तो छ यो अलिकति गल्ती भयो मिस्टेक भयो है
तिमीहरूले के सिक्यौ? आजको क्लासबाट यो ट्रान्जिस्टर अनि यो के भन्छ अर्थकर्थ रेजिस्टरहरू भनेको कस्तो हुन्छ, त्यसको सिम्बल कस्तो हुन्छ, अनि त्यसलाई कसरी युज गर्ने, यो सोल्डरिङ आइरनहरू कसरी चलाउने भन्ने कुराहरू सिकियो। आजको क्लास तिमीलाई कस्तो लाग्यो वर्कसप? आजको क्लास कस्तो लाग्यो? आजको सिकाइ तिमीलाई कस्तो लाग्यो भन्दै जानु? एकदम राम्रो छ सर, जीवन उपयोगी होइन। अब घरमा केही सानोतिनो सामानहरू बिग्रियो बनाउन सक्यो, त्यही भएर व्यवहारिक पनि जीवन उपयोगी पनि। विद्यालयमा यस्तो सिपहरू चाहिन्छ, आवश्यक छ? सर एकदम यो अति आवश्यक छ। यो त अब आज मात्रै सिकिनेलाई त अझै कम्पलसरी गर्न पाएछ भने